गाइस सम्पूर्णमा नमस्कार र आज म अमान ट्याक्सीको लगभग छेउमा आइपुगेको छु। अमान ट्याक्सीको अकुमेन्डेसन यता मेरो पछाडिपट्टि पर्छ र यता अमान ट्याक्सीको यहाँ आउने जो कामदारहरू हुनुहुन्छ उहाँहरू चाहिँ ड्राइभिङमा आउनु भएको छ। उहाँहरू चाहिँ मेरो पछाडिको ब्लकमा बस्नु भएको छ र तपाईँहरूलाई म ब्लकमा लगेर थोरै कुराकानीहरू गरौँ। अब हामी अमान ट्याक्सीतिर जाउँ, अमान ट्याक्सीको अकोमोडेसनतिर जाउँ। धेरै साथीहरू हुनुहुन्छ अमान ट्याक्सीको साथीहरू। यो चाहिँ अमान ट्याक्सीको अकोमोडेसन है, अकोमोडेसन भनेर बस्नु र यहाँनिर म जसलाई भेट्छु नेपाली साथीहरूलाई उहाँहरूलाई म यो अमन ट्याक्सीको बारेमा दुई चार कुरो गर्न गइरहेको छु। यो चाहिँ अमन ट्याक्सीको अकोमोडेसन। यो यो भित्र चाहिँ यो बस्ने ठाउँ छ र यस्तो छ अकोमोडेसन है साथीहरू। यहाँनिर गुरुजीहरू बसिराख्नु भएको छ, हाम्रो दुईजना यो अगन्डाको साथीहरू। यतापट्टि नेपाली दाजु बस्नु भएको छ। म उहाँलाई थोरै दुई चार कुरो सोध्न गइरहेको छु। ल यतातिर हाम्रो मोटे भाइ पनि हुनुहुन्छ। हेलो भनिदिनु, हेलो। अनि त्यहाँदेखि र म उहाँबाट थोरै जानकारी लिन गइरहेको छु। दाजु सन्चै हुनुहुन्छ? एकदम हजुर, राम्रै। हजुर नेपालबाटै हुनुहुन्छ होइन? हजुरको शुभ नाम परिचय दिनु न हजुरको। मेरो यज्ञ बहादुर तामाङ। यज्ञ बहादुर तामाङ भन्नुभयो होइन? मेरो घर काभ्रे। अनि दाजु यहाँ आउनुभएको कति भयो त? भयो नि हो, 5-6 महिना भइसक्यो। म त सेप्टेम्बर 2 मा आएको थिएँ। ए नेपालमा चाहिँ के गर्नुहुन्छ? अनि ट्याक्सी चलाउने यार। नेपालमा ट्याक्सी चलाउँदा योभन्दा राम्रो आम्दानी थिएन? अनि पहिला त ठिकै थियो। अहिले अब हाम्रो नेपालमा चाहिँ अलिकति भनौँ न राज्य स्तरबाट पनि खासै त्यो किसिमको पोलिसी भनौँ न यातायात सम्बन्धीको त्यो किसिमको पोलिसी ल्याउन नसकेर विभिन्न एपहरू भनौँ न आफू खुसी एपहरू आउने अनि आफू खुसी भनौँ न भाडाहरू तोक्ने क्रमले गर्दाखेरि अलिकति त्यहाँको हाम्रो चाहिँ यातायातको ट्याक्सी भनौँ यातायात सबै म चाहिँ अलिक क्राइसिस नै छ भनौँ न। एउटा यातायात व्यवसाय अलिकति क्राइसिसमै छ। खासै अलिकति राम्रो र अलिकति सन्तुष्टि सेटिस्फाई हुने खालको चाहिँ नि छैन त्यहाँ। त्यही अवस्थाले गर्दा तपाईँ चाहिँ अहिले यो हजुर आबुधाबीको अमान ट्याक्सीमा आउनुभयो? हजुर हजुर। अनि अमान ट्याक्सीमा आउँदाखेरि कुन ओभरसिजबाट आउनुभयो? हामी चाहिँ यो कपन भनौँ न, कपनमा उता भङ्गाल भन्दा यता मैनाली पुल, मैनाली तेलको पुल भन्दा अलिक अगाडि हरियो पुल छ, त्यहाँभित्र चाहिँ एउटा व्हाइट पल भन्ने भनौँ न मेन पर्चेस उहाँ त्यो अफिसबाट चाहिँ प्रायः आबुधाबी र दुबईको लागि एकदम राम्रो फर्स्ट ट्र्याकबाट छिटो छिटो काम हुँदो रहेछ भनौँ न। अब मेरो नि अब कतिवटा मेन पावर चार्दा त्यहाँबाट चाहिँ अलिकति फर्स्ट ट्र्याक हिसाबमा राम्रोसँगै भयो, चाँडै भयो भन्नुपर्दाखेरि। लगभग कतितिर आउनुभयो नेपालको? त्यो तिरेर आएको त कुरो चाहिँ नगर्यो, मान्छे अनुसारले हुँदो रहेछ। मान्छे अनुसार अब त्यहाँ अब कसले चाहिँ डिल गर्न सक्यो। अब हामी त सोझै थियौँ। अब खासै इन्टरभ्यू भयो। पहिलो सुरु फर्स्ट फेज इन्टरभ्यू लियो, सेकेन्ड फेजमा चाहिँ तपाईँको चाहिँ नि गाडी ट्रायल दियो। अनि ट्रायल त्यो दुइटैमा सेलेक्ट भएपछि हाम्रो फोन नम्बर लियो। त्यहाँबाट जो जो मान्छे सेलेक्ट भएको थियो हामी कोही कसैको नम्बर पनि थिएन, कोही कसैको कन्ट्याक्ट पनि गराएन। अनि त्यहाँबाट थर्ड फेज भनेको मेडिकल गरायो। थर्ड फेजमा मेडिकल पनि पास भएपछि उसले 50,000 हाम्रो डिपोजिट गर्न लगायो। त्यसपछि एमओएल आयो। एमओएल आएपछि उसले चाहिँ नि मिनिस्ट्री अफ लेबर के भन्दो रहेछ उनीहरूको भाषाले यहाँबाट पठाउँदो रहेछ। त्यो आएपछि 1 लाख डिपोजिट गर्न लगायो। त्यसपछि फेरि भिसा आएपछि पुनः फेरि 1 लाख हाल्न लगायो। अनि त्यसपछि पुनः फेरि टिकट र एक हातमा टिकट एक हातमा पैसा फेरि 1 लाख। अनि कोहीले अब त्यो मान्छे अनुसार कोहीले 4 लाख तिरे, कोहीले अब 3 लाख, कोही अब 250 होइन। त्यो अब जसले त्यहाँ मेन पावर धाए त्यसले जसले चाहिँ नि जो मान्छेले चाहिँ त्यहाँ गएर चाहिँ नि उनीहरूसँग चाहिँ नि बार्गेनिङ फेस गर्न सक्यो ऊ अलिक सस्तोमा आयो। अब हामी अब त्यति फेस हुन सकेन। हामी 3 देखि 4 लाखसम्म सबैलाई लाग्यो भनौँ न हाराहारीमा। 3 साढे 3 त्यो 4 लाखको हाराहारी। तपाईँ अनि अहिले यहाँनिर आइसक्नु भएको छ आबुधाबी। यहाँ आइसक्दाखेरि अमन ट्याक्सीमा तपाईँलाई यहाँनिर बस्न खान सुविधा कतिको दिएको छ यसले? राम्रो होइन, कम्पनीको चाहिँ अब के रहेछ भने अब हामीले उता एग्रिमेन्ट गर्दा चाहिँ अब स्किल लेबर भनौँ न, हामी एउटा लाइसेन्स भएपछि स्किल लेबरै भयो होइन। नेपाल सरकारको यो अनुसारले भनौँ न जो नेपाल सरकारले तोके बमोजिम चाहिँ अब 1600 घन्टी चाहिँ स्किल लेबरलाई
ल्याउने प्रावधान पनि रहेनछ। अब हामीले त्यो प्रावधान अनुसारले डकुमेन्टमा चाहिँ अब हामीले 1600मै एग्रिमेन्टमा चाहिँ 1600मै सिग्नेचर गऱ्यौँ, तर त्यो जुन उता एग्रिमेन्ट गरे बमोजिम चाहिँ पाइँदैन नै रहेछ। यहाँ चाहिँ 800 रुपियाँ चाहिँ भनौँ न अहिलेसम्म चाहिँ कम्पनीले दिइराखेको छ मन्थली 800 रुपियाँ खान त्यसैबाट, अनि बस्न कम्पनीले दिएको छ। कम्पनीले लुगा फाटा सबै दिएको छ। लुगाफाटा त उतैबाट ल्याइरहेको छ। अब भोलि अब लाइसेन्स भएपछि गाडी चलाउने बेला अब कम्पनीको कपडा उसै दिइहाल्छ। हजुर। अनि अरू त त्यही हो। सुत्नलाई दिएको छ, दिउँसो ओड्ने हो। खाना बस्नेलाई सुत्नलाई आनन्दै खाना आफ्नै तरिकाले हो, सुत्नलाई बेड र अब भनौँ बेडसिटहरू अनि ब्ल्याङ्केटहरू सबै दिएको छ। राम्रो सुविधा भन्नु पर्यो। एसीसीको बन्दोबस्त छ। ठिकै छ। ठिकै छ, अहिले राम्रै भन्नु पर्यो। अब कतिपय अब हामीले सुनिन्थ्यो नि त, फलाना मेन पावरले पठाएको, हामी ठिलाना मेन पावरले पठाएको, हामी चाहिँ नि साउदी आयो, दुबई आयो, अहिलेसम्म चाहिँ न त काम न पैसा, होइन पहिले काम गऱ्यो पैसा छैन, हामी चाहिँ नि बेखर्ची भयो, हामी खाना पाएन भन्ने त्यस्तो चाहिँ नि हामीले मिडियातिर कति देखिराखेको सुनिराखेको हुन्छ। तर त्यो चिज चाहिँ देखिएन है। त्यो चिज जुन यहाँनिर आइपुग्नु भयो, अब कति महिनामा तपाईँले लाइसेन्स निकाल्नुहुन्छ, कति महिनादेखि काम थाल्नुहुन्छ? यस्तो रहेछ तपाईँको मेन कुरो, लाइसेन्स चाहिँ अब यो लगमा पनि भर पर्दो रहेछ हेर्नुहोस् है, होइन। अब मेन पहिला सुरु गोल्डन चान्स। गोल्डन चान्स भन्छ हामीले चाहिँ अब एउटा जिसिसी लाइसेन्स, होइन, गल्फ कर्पोरेसन काउन्सिल भन्दो रहेछ। यो चाहिँ अब यो हाम्रो सार्क राष्ट्रमा चाहिँ नि यो दक्षिण एसियामा सार्क राष्ट्र कतिवटा 8-9 वटा देशको चाहिँ नि एउटा कमिटी भनेर चाहिँ यो गल्फ काउन्सिल भन्ने 6-7 वटा कतिवटा देश रहेछ। यो जोर्डान, होइन, ओमान, यमन, बहराइन, कतार, साउदी, होइन, यो युएई, यो 6-7 वटा देशको चाहिँ यो जति यो 6-7 वटा देश जहाँको पनि लाइसेन्स चल्दो रहेछ। त्यसले चाहिँ जिसिसी लाइसेन्स भन्दो रहेछ, होइन। उनीहरूलाई चाहिँ अब आयो, एकचोटि ट्रायल दियो, उनीहरूलाई चाहिँ फेल भए पनि पुनः अवसर पाइरहँदो रहेछ। हामीलाई चाहिँ होम कन्ट्री लाइसेन्स जुन हामी नेपालबाट आउने, अन्य यो जिसिसी बाहेक त्यो जिसिसी कन्ट्री बाहेक अन्य मुलुकबाट आउनेलाई चाहिँ होम कन्ट्री लाइसेन्स भन्दो रहेछ। जो होम कन्ट्री लाइसेन्सबाट आउनेहरू चाहिँ पहिलो सुरुमा चाहिँ हामीले गोल्डन चान्स दिँदो रहेछ चाहिँ। गोल्डन चान्समा पास भयो भने भयो, भएन भने पुनः सुरुदेखि 0 लेभलदेखि भनौँ न। यहाँको चाहिँ यातायातले चाहिँ 0 लेभलदेखि पार्किङदेखि लिएर सबै त्यो सिकाउँदो रहेछ। अब यहाँ युएईमा नेपालबाट मात्रैदेखि लिएर अन्य देश थुप्रै ठाउँबाट यहाँनिर ड्राइभिङ गर्नको लागि, ड्राइभिङमा काम गर्नको लागि धेरै ठाउँबाट आउनु भएको छ। धेरै मान्छे छ यहाँनिर ड्राइभिङ गर्नेहरू। अनि नेपालबाट चाहिँ फेरि आउने साथीहरू थुप्रै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ के सजेसन दिनुहुन्छ? जस्तो आउँदा ठिक हुन्छ या ठिक हुँदैन, के गर्दा ठिक हुन्छ भनेर उहाँहरूलाई के सजेसन दिनु? अब युएईमा चाहिँ पहिला सुरु मेन कुरो चाहिँ यहाँ चाहिँ तपाईँको ड्राइभिङमा मैले देखेको चाहिँ अफ्रिकी मुलुकको सुडान, घाना, युगान्डा, जिम्बाब्वे, होइन, अनि तपाईँको इजिप्टतिरबाट पनि आउँदो रहेछ। इन्डिया भयो, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानी, होइन, मालदिभ्स, यी देशहरूबाट पनि आउँछ। ती देशहरू मध्येबाट चाहिँ हामी नेपाल पनि एउटा प्रमुख पनि हो। यहाँ नेपालीहरू पनि टन्नै ल्याइरहेको छ, होइन। नेपालीहरूमा चाहिँ के छ भने अब जो नेपाली दाजुहरू आउन चाहनुहुन्छ, जो इच्छुक हुनुहुन्छ, होइन, उहाँले चाहिँ पहिला सर्वप्रथम त मेन कुरो हाम्रो चाहिँ यो 2 वर्ष कटिसकेको चाहिँ स्मार्ट लाइसेन्स हुनु पर्यो, होइन। लाइट लाइसेन्स भए पनि चल्छ। नेपालमा चलाएको 2 वर्ष कटेको चाहिँ अनुभव हुनु पर्दो रहेछ। प्लस साथमा इङ्ग्लिसमा चाहिँ अलिकति राम्ररी जस लेख्न र पढ्न चाहिँ सक्ने चाहिँ चाहियो हामीलाई। इङ्ग्लिसमा चाहिँ कम्पलसरी राम्रै चाहियो। जो साथीहरू आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ अब भन्नु चाहिँ उनीहरूले एसएलजी पास भन्ने, एसएलजी भन्दा मुनि भयो। गाडीमा चाहिँ अलिकति एक्सपिरियन्स चाहिने हो। एक्सपिरियन्स छ भने इङ्ग्लिसमा अलिकति मजाले ठमेलतिर बसेर इङ्ग्लिस मजाले खएर गाइड गर्न सकेको छ भने हुन्छ है। फेरि ल्याङ्ग्वेज चाहिँ मजाले इङ्ग्लिस चाहिँ बुझेको आफूले चाहिँ डिल गर्न सक्छ भने त्यो साथीहरू आउँदा हुन्छ। र आउँदाखेरि अब यसो मजाले केही नल्याए पनि मजाले 2-3 वटा नोटबुक र मजाले 1 दर्जन चाहिँ कलम चाहिँ अनिवार्य। फेरि कालो चाहिँ होइन, यहाँ कालोलाई चाहिँ अलिक वर्जिँदै रहेछ। कालोलाई त्यति दिँदैन, प्राथमिकता दिँदैन। निलो डट पेन र कपी 1-2 वटा कपी मजाले, अनि 1 दर्जन डट पेन चाहिँ बोकेर आउनै पर्यो। किन नत्र नि यहाँ दिराम तिरेर किन्नु पर्छ। एउटालाई अब 2 ग्राम पर्छ, लगभग 80 रुपियाँ पर्छ। 80 रुपियाँमा त त्यहाँ नेपालबाट त 1 प्याकेटै आइहाल्छ कि 100 रुपियाँमा, होइन। दर्जनै आउँछ। ब्लू कलरको लिएर आउने, मजाले लेख्ने, मजाले कामै त्यही हो, मजाले पढ्ने लेख्ने त्यही हो।
अब तपाईँको चाहिँ कहिले लाइसेन्स निस्किन्छ होला? मेरो अब यो मार्च 30 को छ। अब अरू टेस्ट होइन, अब त्यो दिन भनौँ ट्रायल, हाम्रो नेपालमा ट्रायल भन्छ, यहाँ चाहिँ रोड टेस्ट भन्छ। हजुर, त्यो दिन छ। त्यो दिन अब भयो भने फेरि अब आबुधाबी गइन्छ। यो चाहिँ आबुधाबीमा सजिलोको लागि हामी अलाइन, यो ओमान बोर्डरमा अलाइनमा आएको छौँ। यो चाहिँ अलाइन हो। अहिले चाहिँ जस्तो लाइसेन्स निकाल्नलाई उता आबुधाबीमा भन्दा सजिलो, सिटीमा भन्दा सजिलो हुन्छ भनेर आयो। ठिकै छ, बस्नुलाई हावापानी देखेर सबै सुविधाहरू राम्रै छ। र तपाईँको अब रोड टेस्टको लागि धेरै धेरै बधाई। ल धन्यवाद हजुरलाई पनि। तपाईँ पास भएर सकेसम्म राम्रोसँग दिएर पास भएर तपाईँको राम्रो होस्। अनि आबुधाबीमा गएर अब तपाईँको 2टा एक्जाम हुन्छ बाँकी, ओरल दुईटा, एउटा लिखित र ओरल भनौँ न। जस्तो हाम्रो नेपालमा चाहिँ नि यो लोकसेवा जस्तै रहेछ कि यातायातको चाहिँ नि विभागबाट एउटा एक्जाम लिँदो रहेछ। एक्जाममा चाहिँ तपाईँको तपाईँको 5 क्याटेगोरीको क्वेसन आउँछ। एउटा तपाईँको ल्याङ्ग्वेज, भाषाबाट सोध्छ उसले, त्यहाँबाट उसले एमडिटीबाट होइन, त्यहाँबाट ट्रान्सफर रेगुलेसन भनेको यातायातबाट भयो होइन। अनि चौथो तपाईँको करेन्सी, पैसा बारे आउँछ। पाँचौँ चाहिँ तपाईँको लोकेसन। लोकेसन भने चाहिँ तपाईँको यहाँ जम्मा 35वटा सडकहरू छन्। 35वटामा चाहिँ तपाईँको हराइजनल र भर्टिकल सडकहरू होइन। अनि सबै तपाईँको 35वटा सडकहरू चाहिँ कोही सडक चाहिँ अब राजमार्ग जस्तै लामै छ कि तपाईँको दुबई जाने, कोही होइन शारदा जाने सडकहरूको। त्यो सडकहरूको नाम सबै याद हुनुपर्छ हामीले। जस्तै सडकहरू चाहिँ जस्तो अब हाम्रो नेपालमा चाहिँ अब हिजो राष्ट्रको निम्ति जसले योगदान दिएका छन्, राष्ट्र निर्माणको लागि जसले चाहिँ आफ्नो बलिदान दिएका छन्, उहाँहरूको नाममा छन्। जस्तै पृथ्वी राजपथ, त्रिभुवन राजपथ होइन, महेन्द्र राजमार्ग हो। यस्तै हाम्रो जुन ठुल्ठुला राजाहरूको नाममा चाहिँ रोडहरू नामकरण गरेको छ। यहाँ पनि हिजो यो देशको निम्ति, यो राष्ट्रको निम्ति जाने जसले जाने आफ्नो बलिदान दिएको छ, उहाँहरूको नामै जस्तो मोहम्मद बिन सुल्तान होइन, शेख रसिद बिन, शेख फतिमा होइन, यसरी चाहिँ नि शेखहरूको नाममा चाहिँ सडकहरू नामकरण गरिएको छ। त्यो नामकरण गरेको सडकहरूमा अब कुन सडकमा कुन कार्यालय पर्छ त, सरकारी कार्यालय कहाँनिर पर्छ होइन, कुन होटल कहाँनिर पर्छ हो, त्यो सबै हामीले चाहिँ पढ्नुपर्छ कि। मेन त्यसैको लोकेसन भनेको त्यसैको हो आउने एक्जाममा होइन। लिखितमा सोध्ने नि त्यही हो। अनि हाम्रो ओरल भन्छ, हाम्रो इन्टरभ्यू भन्छ अन्तर्वार्ता भनिन्छ। अन्तर्वार्ता ओरल भन्दा रहेछ अन्तर्वार्ता। मौखिक रूपमा त्यो चाहिँ फेस टु फेस, फिजिकली रूपमा हामी फेस भएर चाहिँ त्यसको पुरा रूपले हामीले चाहिँ एन्सर दिनु सक्नु पर्यो र त्यसमा नाम निकाल्नु पर्यो। तब मात्र पर्मिट आउँछ कि तपाईँको। अनि मात्रै अनि पर्फेक्ट रूपमा ड्राइभर भयो। लाइसेन्स भएर पनि नहुँदो रहेछ कि यहाँ। त्यस पछाडि तपाईँलाई गाडी र चाबी दिन्छ। पर्मिट पाएपछि मात्र गाडी र चाबी पाएँ। त्यही हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको अमूल्य समय हामीलाई दिनुभयो। ल धन्यवाद, धेरै धेरै धन्यवाद। र यो आउँदै गरेको रोड टेस्टको पनि तपाईँलाई धेरै धेरै शुभकामना। ल धन्यवाद तपाईँलाई पनि। हस्।